अरे बवाल छ यार। त्यो बुढी पनि कहाँ गया? 4-5 दिन भइगयो माइत गया। पाठाकन घाँस हाल्नु छैन। अब मै हाल्नु पर्ने हो घाँस। हेर त हेर, बुढो मान्छे आफै घाँस गर्नु परेको छ। अब बुढी 4 दिन भइगयो माइत गया। घाँस हेर यति छ। अब भोलि नआयो भने त्यो राडीकन पग म तै जान्छु। ए कान्ठा क्या भने त क्या भने के तोडबाट लाग्छ एक्लै एक्लै? अब तेरी भाउजू पहिला गयो नि 4-5 दिन भइगयो। पाठा यही भोकै खान क्या गर्ने? अब क्या छोरा पनि उतै विदेश गएको छ। अरू कुरा छोडिदेऊ, मैले हल्का नापा नुन भए देऊ हो। त क्या नुना कुरा गर्दै खाना नखाए आयो। 5-6 दिन भइगयो तेरी भाउजू पहिला गएर। ओह, यो बड्डा पनि क्या कुरा गर्दा? यहीका कुरा गर्दै चुप लाग। नुन नभएपछि म बाहिर त। अब त क्या छ? बुढी पहिला गयो यो मकैबारी दरेम हरिएकालाई कडेम भन्ने एउटा गीत चाहिँ ल्याएको थियो। त्यस्तै भयो कुरो। छोरो कहाँ छ त्यसलाई एउटा कल गर्नु पर्यो। पारे बुन्डालामा दगा दर्शन भन्दैन है। दर्शन बा बाबा म मुक्त न हो। दु गरिकन खाना मन लाग्यो त गाना। 2000 चाहियो भने पठाइदिनु है। भोलि बजार गयो है त 2000 हाल्नु ल। बस सन्चै छौ? म सुन्दै छु, निकै छु। फेरि आमा पहिलो बुढी भाइ कि माइत गयो कि पहिलो गयो? दामा जाग्ला क्या कुरा गर्दा घर आइज। अब मेरो फ्याँक्नु पर्ने हो। अरे बवाल छ यार। होइन, यो सहरको केटीहरू चाहिँ कहाँ गए? तपाईँ मरे कि क्या हो? एउटा बिउ केटी पट्याउँ भनेको साला पट्टिँदै पट्याउँ। त्यो लिगोडो कता गएछ? कहाँ जान लाग्यो? म दोकानै खोज्न आयो। क्या छ तेरो खबर? ठिकै छ मेरो। जाउँ त चटपटे। जाउँ त चटपटे खाना जाउँ। चटपटे खाना। गुलियो पिरो चटपटे पाउँछ। गुलियो पिरो चटपटे पाइन्छ भन्ने हामीलाई लागिरहेछ। अब गाउँमा आउँदैनन् खाना। यदि गर्मी छ खानु पर्यो नि चटपटे, होइन र? अनि चटपटे खाना आउनु पर्ने मान्छे कोही पनि आउँदैन। साउजी चटपटे पाइन्छ कि नै? होइन यार, के कुरा गर्नुहुन्छ भाइ? यार यत्रोबाट गोकुललिन्ड पाइन्छ त भने बनाइदिनु त। दिगो बनाउने मात्रै नर्मणी हो। 50 बनाइदिनु न। 50 मात्र किन? अलि मस्तै खाउनु। साँझपट्टि पनि त काम लाग्ला त अलि। होइन यस्तो हट्टाकट्टा जमानीमा होइन र भन्ने हामीलाई लागिरहेछ। 50 बनाइदिनु। मिठो चटपटे बन्छ भनेर हामीलाई लागिरहेछ। बनिसकेको छ होइन। अब के गरौँ त?
चटपटी दिनु न ए चटपटी हालिदिने हो रुममा लग्ने होला होइन र एकदम ल साँझपट्टि उ गर्नै पर्छ ल हालिहाल्नु त होइन र दिइहाल्नु त ल लगी खाएर भाग्यो त यो डाम्नु होइन र